ल साथीहरू, अब यी बाबुहरूलाई आज चाहिँ म खत्रै ठाउँमा घुमाउन लैजाँदैछु। यो बाबुहरू साह्रै चकचक गर्ने भए। अब यिनीहरूलाई मन शान्त पार्न म कहाँ लैजाँदैछु हेर्नुहोस् है तपाईँहरू। ल साथीहरू, अब यहाँ के छ है, यहाँ माछाको चाहिँ खत्रै बजार छ। अब यी माछाको बजारमा बाबुहरूलाई लिएर घुम्न गएको। यी बाबुहरूले त यो माछा खान्छु भनेर हैरान पारे मलाई। अब यी बाबुहरूलाई कसरी सम्झाउने होला मैले। ल साथीहरू, अब यी बाबुहरूलाई यसो डुलाउन मैले माछाको मार्केटतिर, अझै खतरा मार्केटतिर लैजाँदैछु म। यहाँ अहिले चाहिँ अलिकता म ढिलो पुगेछु, होइन भने बिहानतिर त यहाँ एकदमै खतरा भिड हुन्छ साथीहरू है। र तपाईँहरूलाई कस्तो माछा चाहियो त्यस्तै माछाहरू यहाँ पाउँछ। ल अब चाहिँ यो आलो माछाहरूको सुरुवात भयो बिक्री गर्ने। पुरै लाइन छ हो साथीहरू। यार, हामीले जिन्दगीमा नदेखेका माछाहरू यहाँ देख्न सकिन्छ। मेरो बाबुले त एउटा सार्कको बच्चा पनि देख्यो अरे है। त्यो सार्कको बच्चा यहाँ कहाँ छ तपाईँहरू मजाले नजिकबाट हेरेर भन्नु होला है। साथीहरू, यहाँ यति ज्यादा माछा छन्। अनि मलाई त एउटा सार्कको बच्चा पनि देखेको थिएँ अगाडिहरू। कसो हो यहाँ हेर्नुहोस्, पुरै माछा फाले छन्। त्यस्तै रोडमा मलाई त घिन लागिरहेछ, खै किन फालेछन् किनिरहन् मान्छे। अनि यता कता सार्कको बच्चा पनि थियो। सार्कको बच्चा जे देख्नुभयो, सार्कको बच्चा यिनीहरू होइन सार्कको बच्चा। अब हामी अगाडि गरिरहेका छौँ। मेरो डेलीको आइडी सब्सक्राइब गरिदिनु होला, धेरै सपोर्ट गरिदिनु होला, लाइक पनि गरिदिनु होला, कमेन्ट पनि गरिदिनु होला। ल साथीहरू, अब मेरो बाबुले यस्तो भनिसकेपछि तपाईँहरू पछि चाहिँ पर्नुहुन्न भन्ने लाग्छ। यहाँ हेर्नुहोस्, बकुल्लाहरू पनि छन् है त। बकुल्लाहरू पनि कति बेला माछातिर नखाउँला भन्ने यी दुईजनाको छुट्टै छ साथीहरू है। यी दुईजना पनि घुम्न आएका छन्। अब हेर्नुहोस्, यहाँ पुरै भिड हुन्थ्यो, आज चाहिँ अलि कम छ। किन भनेपछि आज चाहिँ हामी ढिलो पुग्यौँ है साथीहरू। यो बाबुहरूलाई यो माछाहरू चाहिँ पटक्कै मन परेन अरे, माछा नखाने अरे। अब घर गइसकेपछि अब के खान्छन् हेरौँला यिनीहरूलाई। सबै किनमेल गरेर घर जाने तयारीमा छन्। माछाहरू उठिसक्यो है त, होइन भने खत्रै भिड हुन्छ साथीहरू यहाँ। अब यो माछाहरू हेर्न सक्नुहुन्छ, यो एकदम धेरै महँगो माछा हो त्यो साथीहरू है त। लामोवाला किलोको 1500 जति पर्छ। एकदमै टेस्टी माछाहरू हुन्छन्। तर माछा चाहिँ त्यति खासै हामीलाई मन पर्दैन। हामीलाई मन पर्ने भनेको अब ब्रोइलर कुखुराकै मासु हो। त्यसैले साथीहरू, अब हामी चाहिँ माछा खाउँ भनेर किन्न आएको। तर यहाँ माछा बाबाहरूलाई मन नपरेपछि हामीहरू चाहिँ खाली हात घर जाने निर्णय गरिसकेका छौँ है त साथीहरू। हेर्नुहोस्, अब यसरी टोकरीमा पनि राखेका छन् माछाहरू। अब यसरी फालेका हुन्छन् साथीहरू माछाहरू। हेर्नुहोस् त, माछाको केही किम्मत छैन यहाँ साथीहरू, गाह्रो छ हेर्नुहोस्। अब चाहिँ हामीहरू घर लाग्छौँ साथीहरू। बाई बाई। कस्तो लाग्छ भिडियो, मजाले सब्सक्राइब गरिदिनु होला है साथीहरू।